लेडिजहरु पाउडर लाउन जानुहुन्छ भने यहाँ यो फ्रीमा हुन्छ बाटो फ्रीमा नै त यहाँ आएर उभियो हुन्छ र आँखा देखिएन हेर मैले त आयो त्यही त त भाँचिएर चाहिँ भेरी गुड नाइस हाल खै हाल न उल्टा खोले ह यी के यस्तो हो कि खै छैन अब यहाँ बिचमा हाल्नु नि हुन्न भाइ ओइ त्यहाँ त ओ कमिलाको उस नभस् न छोड्दै छोड्दै अमे कमिलाको पोकै देखिँदैछ त्यही छ यार कमिलाको पोको हो त्यहाँ माथि मलाई यही त टोके थियो हेलो एभ्रिबडी हामी चाहिँ आज पाल्पातिर हल्का राइड लिची टिप्न भनेर हामी दुईजना ठक्क यहाँ हामी अब यो के अरे गोलपार्क कट्यौँ अब हाम्रो यो खेलराज सरले बनाएको बाटो हो ए माथि जेसुकै बनारसको छोडिदिएको र गाइज युट्युबमा आउँछ है सब्सक्राइब गर्नु होला शेयर गर्न नबिर्सिनु होला तर कहिले आउँछ थाहा छैन अच्छा आउनु चाहिँ आउँछ आहा शीतल भयो नि त गाइज अहिले अलि शीतल रहेछ यार यता त शीतल जन्न त्यहाँ जन्न गाइज कस्तो राम्रो होला यता देखाएको यता ट्याक्क शीतल अब आइपुग्न लायौँ अब बिचबिचमा देखाउने चाहिँ हामीले के गर्यौँ भनेर के गर्यौँ भन्दा पनि पुग्यौँ भनेर सबै अलिकति स्टोरेज पुग्दैन स्टोरेज प्रब्लम होइन बुझिदिनु होला स्टोरेज पुग्ने भए यहाँबाट हगेदेखि मुतेको सबै देखाइदिए यो रोनाल्डोको जर्सी दुइटै रोनाल्डो अलि पुलिसको अगाडि चाहिँ अलिक नपड्का मलाई होइन अलि जोगिएर हिँड्यो भने फेरि बाइक च्याप्प छोप्यो भने आपत हुन्छ क्या यस्तो स्टक हो फेरि यो चाहिँ स्टक नै यस्तो हो मोडिफाई गरेको चाहिँ होइन होइन त्यही भएर के गर्ने स्टकमा नि यस्तो पड्किन्छ हाम्रो बाइक के गर्ने हो होइन ल हामी सिद्ध बाबा आइपुग्यौँ मैले चाहिँ लगाएर सेफ जर्नी फर अस पाल्पासम्म ओहो धुलो त यस्तो ए सुदन गुरुङ यहाँ आएर यो बाटो हेरेको होइन र अस्ति भ्लगमै छु कि म के हो यो त यो आँखै देखिएन यार बाटो देख्दैन यो त आँखै टालियो कि धुलोले तपाईँलाई होइन कि त यो बाटो अलिक चाँडो बनाइदियो कि त मलाई विदेश पठाइदियो नेपाल सरकार नेपाल सरकार कि त यो बाटो अलिक चाँडो बनाइदेऊ कि त मलाई अमेरिकातिर पठाइदेऊ बरु पारस सरकार ठिक पारस सरकार ठिक थियो बरु यार सुदन गुरुङले अस्ति आएर यहाँ हेरे जस्तो लाग्थ्यो खै त बनाएको यो भएन यो के हो यस्तो धुलो खाएर हिँड्ने हाम्रो जहिले नि सुदन हामी जेन्जी हो यार अनि हामी जेन्जी हो कहिले पुरा हुन्छ हाम्रो बाटो बन्ने माग अनि हाम्रो माग पुरा गर्नु पर्यो अलि भएन यस्तो धुलो खाँदै हिँड्नु पर्यो के यस्तो गाइज हाम्रो चाहिँ आज च्यालेन्ज है पछाडिको ब्रेक युज नगरी पाल्पा पुग्ने तर कहाँ पुगिन्छ पुगिन्छ होला पुगिन्छ ढुक्क म अगाडिकै पुऱ्याउँछु सुस्त हिँडेपछि ब्रेकै चाहिन्छ यस्तो धुलो छ यस्तो छ बाटो यी नेपालको बाटो सुदन गुरुङले अस्ति आएर हेरे जस्तो लाग्थ्यो अब यो जेन्जीको माग पुरा गर्नु पर्यो यो बाटो अलिक चाँडो बनाउनु पर्यो यो बाटो खै हेरेर मात्र भएन चाइना कन्स्ट्रक्सनलाई दिएको होइन र यो बाटो बनाउन कति ढिलो हो यो कति ढिलो बनाएको यो हेरेर मात्रै हुन्न भएन उयो म हाल त कटाएको हो बाइकको माया लाग्छ बाइकको त माया लाग्छ यार आफ्नो पनि लाग्नु पऱ्यो नि कटाउँदा आफै कट्यो नि फेरि ल अब अलि परतिर अलि धुलो आएपछि हामी देखाउँछौँ अहिलेलाई चाहिँ यति नै हुन्छ ल बाई बाई ल हामी अब सिद्ध बाबा कटेर हल्का अगाडि जाँदैछौँ भन अब यस्तो छ बाटो धुलो आइहाल्छ अनुमति कहाँ हो अब यस्तो बाटोमा हिँड्नु पर्यो अब कहाँ कसरी हिँड्ने कहाँ हेरेर हिँड्ने धुलो यस्तो यो नेपाल सरकार भएन यस्तो बाटो के हो यो पाउडर लाउन नपर्ने भयो खोपडा यो त भएन यो त अति हो यो भएन यो बाटो भएन कहिले बन्ने हो यो बाटो
यस्तै दुलो पार्दै छोड्दै गर्ने यो बाटोमा ए रनमती यार यस्तो यस्तो अघि यो बाटो यस्तो छ अब न ओभरटेक हानेर अगाडि जानु मिल्छ यो बाटोमा अहिले लास्टमा हामी उता गएपछि अनुहार देखाउँछौँ हाम्रो आफ्नो अनुहार हेर्नु होला है कस्तो हुन्छ छोड्दै भाइ सिधा आइरह अलिकति यो धुलो खानाबाट बचेर अगाडि गयौँ अब अलि अगाडि गएपछि अब हामी देखाउनेछौँ अगाडि राम्रो बाटो त्यति जसम्म हेर्दै गर्नु होला रमाउँदै गर्नु होला ल अर्को बाटो आयो यहाँ होइन अब यस्तो छ बाटो चाहिँ यो बाटो कहिले बन्ने हो होइन हेर्नुहोस् अब यस्तो बाटोमा हिँड्नुपर्छ इन्डियन गाडी अगाडि बाटो अगाडि कहाँ हेरेर हिँड्ने हो र यहाँ एक त चस्मा कालो यता चस्माभित्र पसेर आँखा टाल्यो कि यस्तो छ बाटो हेर्नुहोस् यस्तो छ बाटो हेर्नुहोस् यस्तो डट बाइक चलाउने बाटोमा बुलेट चलिरह यो बाटो कहिले बन्ने हो त्यो पनि पछाडिको ब्रेक बिना विदाउट ब्याक ब्रेक त्यो बिचराहरूले ओटे हाल्न सक्दैन हेर्छ त्यहाँ ठुलो अब यहाँ बनाउँदै रहेछ फेरि तँलाई झन् हिलो च्याप्पे मेरो बाइक भएको तेरो बाइकमा आएको भए त मरिन्थ्यो सब हिलो यस्तो छ बाटो हेर बाटोको हालत कहिले बनाएर सक्ने हो यो बाटो खन्ने मात्रै छोड्ने मात्रै बनाउने पनि फेरि बर्खा लागेको बेलामा हो क्या बनाउँदै गर्छ माथिबाट पानीले बनाउँदै गर्छ यही हो त्यसपछि एकचोटि नजर हटायो नि त हाल्टो पनि बढिदियो यो कहाँ हो यस्तो बाटो हिलो हुन्छ क्या जस्तो लाग्यो यार मलाई त बाइकको हालत त लर धुनुपर्छ यार बुटल फेरि फर्किएपछि धुनुपर्छ के गर्छ न्युडलमा हाल्नु न्युडल हालेर खुट्टा माथि गर्छ के अब चाहिँ अलि कम अगाडिपट्टि हल्का धुलो छ कुदाउनु चाहिँ मिल्दैन हामी कुदाउनु मिल्दैन होइन अब हल्का अगाडिपट्टि अलिकति धुलो खाइन्छ हामीले त्यहाँबाट उता चाहिँ अलिकति खाइन्न होला धुलो जहाँसम्म मलाई लाग्छ ल हामी आयौँ जोरदारा यो त केराबारी हो क्या हामी अहिले केराबारी आइसकेको छौँ केराबारी ओटे घानेको त त्यसले के हो त्यो ज्यानको माया छैन कि केराबारी आइयो अब हामी केराबारीमा एउटा केरा छैन के हो यस्तो यार होइन छ यार केरा मात्र बारी ओहो यमराज है यमराज हिँड्दा ख्याल गर न टिप्पर अगाडि हिँडिरह नि गाडी छिर्दैन कट्दैन रोकेर बाटो त्यो मान्छेले ज्यानको माया चाहिँ लैन यसले ओभर अति हाने ओभरटेक लाग्यो त्यसले त्यो त यही पनि हान्थ्यो होला बिहा त्यो बोतल छै ल हामी आइयो यतातिर केराबारी अब केराबारी मन्दिरमा आइयो कानमै बस्यो जस्तो लागिरहेको शान्त ठाउँ छ नि त अहिले त सुपर बाइक हुनुपर्ने हामीले सिबिआर लिएर आउने हो यो बाटोमा
हेरौँ हेर्दै जाऊँ मामाहरू छन् फेरि अगाडि मामाको भ्यान छ केही भन्यो नि पट्टा खोलिदिउँला बालहरू बाइक त स्टकै हो होइन बाइक त स्टकै हो तर के गर्ने अब स्टकमा नि यस्तो पढिन्छ त हाम्रो गल्ती होइन सोरुममा जानु कुरा गर्छ भन्ने नि हो नयाँ पार्टी आइपुग्नुलाई यो नयाँ पार्टी ठ्याक्क नयाँ पार्टी त्यहाँबाट हामी नयाँ पार्टीबाट अगाडिबाट भित्र जाने हो होइन काँचीबाट आएर हामी भित्र बस्ने हामी बासडीबाट हामी भित्र बस्छौँ त्यसपछि लिचिलिङ जान्छौँ त्यसपछि लिचिलिङेर चाहिँ हामी फेरि बोटल फर्किने हो नफर्केर कहाँ र अब हामी चाहिँ अगाडि पुगेपछि त्यहाँ लिचिलिङ बेला केही देखाउँछ भनेर हामी चाहिँ अब ठ्याक्क तानसेन दानबाट सिभिक सेन्स दमगडा कि दमगडा अरे सिभिक सेन्स खै सिभिक सेन्स मिल्छ बाटोमा छोड्दैन दमगडा आइसकेको छौँ अब हामी चाहिँ दमगडा माथि त्यसको घर छ लिचिलिङ जाने हो लिचिलिङ जाने हो लिचिलिङ भनेर त आइयो तर पाकिसकिन थाहा छैन गाई चाहिँ बाटोमा यत्रो खाल्डो चाहिँ के हो यो बाटो कडा छ बाटो चाहिँ कडा छ होइन ठुलो ढेकेको बाटोमा नि राम्रै सोपेर बस राम्रो मात्र ब्रेक हान्ने हो यहाँबाट चाहिँ हल्का अलिकति अफरोड छ यहाँ तर राम्रै छ त्यस्तो पहिलाको जस्तो चाहिँ छैन पहिला त डेन्जर मेरो 16 मोडल लिएर आउँदै नि अब आइपुग्न लाग्यो होइन ट्याक्क आइपुग्न लाग्यो ट्याक्क पुगेपछि त्यहाँ घरमा गएपछि म फेरि देखाउँछु हामी स्ट्रगल गरेर आएको राइड यो बाटो पनि हेर्नु होला बाटो देखाइदिन्छु अब होइन आइयो अब त्यहीँबाट 1 मिनट हो 1 मिनट नै लाग्दैन होइन अब ल हेर्नुहोस् बाटो यस्तै छ पाल्पाको बाटो दमगडामा दमै गइसक्यो तल हाल्दै मिल्छ जान्छ कि नि तल ल पुग्छ त्यसो भए हामी आइयो अब यहाँबाट हामी चाहिँ बाइक त्यस्तो हिलो त भरिन्छ शीतलमा राख्नु ल ट्याक्क आइयो हामी चाहिँ बाइक चाहिँ ठिकै छ उपर चाहिँ भएन है फाइनली हामी चाहिँ अब यहाँ आइसकेका छौँ घर यस्तो घर यो चाहिँ यहाँ लिची छ होइन यो लिची लिन आएको हामी चाहिँ लिची टिप्ने लिची टिपिन्छ ट्याक्क लगाएर अनि लिची लिएर हामी फर्किने भुटल ल लिची टिप्नुलाई रुखमाथि होइन देखा त माथिको लिची आमामा रातै धेरै टाउको माथि छ धेरै यहीँ छ कि यही देखियो पुरै छ भने यस्तो लिची हेर्नुहोस् कमिटर टोकी उता नि उता नि भात छु त्यसमा होइन मैले के गरौँ झोला लिएर आउनु पर्ने हो कि खासमा ल अब लिची टिपेर भ्याएर हामी देखाउने होइन अहिले चाहिँ यस्तो छ अब टिप्न पर्यो अब क्या ल झोलामा चाहिँ कसरी हाल्ने कति आँटेको मलाई खोल्न पुरै हाल्न तैँले सोध्ने एउटा आइरहेको थियो ढकाले के ल सोध्दै हाल खै हाल उल्टा खोले निकै यस्तो हो कि अब यहाँ पिछा हाल्ने होइन है भेरी गुड त्यो सबै एकतिरको मात्र यो पनि भाँच्नु पर्छ यसमा मैले खान्छु र मैले हाल त्यहाँ अहिले मात्र रातो खाइरहेको थियो मलाई खानु मन लागेको लिची ल हाल्छ तानेर हाल्छ कताको हाल्छ तानेर माथि तान्ने माथि तान् ऊ माथि पनि हाल्छ के ऊ माथिको अर्को माथि ओ त्यहाँ त ओ कमिलाको छ नभए छोड्दै ओके कमिलाको पोकै त्यही रहेछ त्यही छ यार कमिलाको पोको हो त्यहाँ माथि त्यही भएर त त्यहाँ धेरै कमिला रहेछ ऊ यहाँ माथि थिएन कि एउटा नि ओके त्यहाँ उहाँ हेर न यहाँ आएर हेर होइन ट्याक्क ऊ त्यहाँ माथिको हाँगामा कमिलाको पोको रहेछ क्या 10 वटा टोक्यो होला मलाई यहीँ त टोकेको थियो
अलि चिता टिप्यो होइन अब फोरो यस्तो फोरो भयो पुरै कता कता कम गाली कता कता टोको टोको यतै अब ड्रेस रोनाल्डो खत्तम भयो है भारी बोक्न गरायो यस्तो भयो खत्तम भयो खत्तम रोनाल्डो भ्याइयो अलि टिपेर चाहिँ भ्याइसक्यो होइन अब यो झोलामा एक झोला यो बान्के यो झोलामा एक झोला यसमा छ एक झोला यो सानो झोला कुन्टे झोला अब हामी चाहिँ यहाँबाट सिधै बुटोल निस्किने हो होइन कोही मेरो चस्मा कहाँको त्यहाँ रहेछ सिधै बुटोल निस्किने हो चल्दिने हो यहाँ पनि एउटा रहेछ ल खा हामी त खाँदा खाँदा वाक्क भयो अब सिधै बुटोल बाटोमा अब केही भयो भने देखाउँला ल लगेर अब पोकापाकी बोकेर अब हामी चाहिँ लाग्यो बुटोलतिर माइतबाट पावर लिएर अब यत्रो छ अनि एउटा उता छ हामी चाहिँ ल दुईजना भएर टक्क पोकापोकी बोकिएछ बुटोलतिर लागिएछ हो चाहिँ क्या बोक्छ अलिअलि त अब के गर्नु अब ट्याक्क कतिमा के गर्नु पोखरीले हालेको है ल अब गाह्रो छ अब यसरी जानु पऱ्यो अब सुस्त सुस्त गइन्छ बुटोलतिर अब बाटोमा बिचमा भेटौँला के छ र यहाँ अलिक बाटो अलिक अप्ठ्यारो छ र अहिलेलाई एकछिनलाई बाई हामी चाहिँ अहिले नेपालको एकदमै सुन्न नेपालको एकदमै सुन्दर बाटोमा आइसकेको छौँ खतरा दामी छ यस्तो खतरा दामी छ बाटो हेर्नुहोस् पाउडर लेडिजहरू पाउडर लाउनु जानुहुन्छ भने यहाँ फ्रीमा मेकअप यहाँ अरू उभियो हुन्छ त आँखा देखिएन हेर मैले त गोरो भयो यार म झन् गोरो भयो यस्तो छ हेर्नुहोस् बाटो अब के भन्नु सरकार कस्तो भयो होला पछाडि हेर्छ अझ ठुलो यस्तो बाटो हिँड्नु पर्छ कहिले बनियो यो बाटो कहिले बनियो सुदन गुरुङ थियो कहिले बनियो यो बाटो अस्ति आएर हेरेर जानु भयो के अरे अब बन्ने कहिले हो यो बाटो कोहीलाई रेन्टमा दियो भने यो बाटो कोहीलाई रेन्टमा दियो भने त बाइक त मायाले होइन हाडे दुई हेर्नु त सुस्त त बन्द हुन्छ बाइक कहिले बनियो कि यो यार यस्तो बनाएको छ छोडेर कहिले बनियो फेरि अब पछाडि बनियो ठुलो आउँछ अब अगाडि एकछिन बन्द गरौँ है अहिलेलाई हामी चाहिँ फाइनल्ली बुटोल छिरिसकेका छौँ अब चाहिँ धुलो फाल्टो केही धुलो खाइन्छ पनि खाइन्छ अब यस्तो दुईवटा कुरा बोकी बोकेर होइन एउटा यहाँ छ बुटोल अब आजको लागि भ्लग चाहिँ यति नै आजको भ्लग चाहिँ यति नै